नमस्कार साथीहरु, टिच च्यानलमा तपाईलाई स्वागत छ। अब चाहिँ केही समय 5 दिन मात्र बाँकी छ हाम्रो कक्षा 12 का साथीहरुको चाहिँ इक्जाम आउँदैछ हैन, एनएबी को। जसमध्ये मैले चाहिँ तपाईको लागि भनेर अकाउन्टको थ्योरी केही प्रश्नहरु ल्याएको छु, जुन थ्योरी चाहिँ तपाईहरुले केही यसलाई चाहिँ इम्पोर्टेन्ट नोटको रूपमा चाहिँ लिन सक्नुहुनेछ हैन। यहाँ देख्न सक्छौ नम्बर 1 मा छ कम्पनीका दुईवटा महत्त्वपूर्ण कागजातहरु लेख्नुहोस् भनेको छ। कम्पनीका दुईवटा महत्त्वपूर्ण कागजात भनेको एउटा चाहिँ नियमावली भयो हैन, अर्को चाहिँ प्रबन्ध पत्र भयो। अनि त्यसैगरी अर्को छ जारी पुँजी भनेको के हो भनेको छ। जस्तै जारी पुँजी भनेको चाहिँ कम्पनीले सर्वसाधारण लगानीकर्तासँग शेयर सङ्कलन गर्न चाहेको पुँजी हो। शेयर बिक्री गरेर सङ्कलन गर्न चाहेको पुँजीलाई हामी जारी पुँजी भन्छौँ। अदृश्य सम्पत्ति भनेको के हो भनेको छ। अदृश्य सम्पत्ति भनेको चाहिँ जस्तै सम्पत्तिको रूपमा रहने तर आँखाले देख्न नसकिने सम्पत्ति हो हैन। जस्तै कपिराइट, गुडविल, प्याटर्न राइट भन्छ, जस्तै इन्टान्जिबल एसेटहरु पर्दछन्। अनि त्यसैगरी लागत विधिलाई परिभाषित गर्नुहोस् भनेको छ। लागत विधि भनेको चाहिँ वस्तु तथा सेवामा लाग्ने लागत सम्बन्धी सूचना दिने उद्देश्यले तयार गरिने लागत लेखा पद्धतिलाई लागत विधि भनिन्छ। जस्तै लागत विधि भन्नाले हामीले वस्तु तथा सेवा उत्पादन गर्दा लाग्ने प्रत्यक्ष वा अप्रत्यक्ष खर्चहरुलाई जनाउँछ हैन। नम्बर 5 मा रहेको छ अप्रत्यक्ष खर्च बाँडफाँडको अर्थ लेख्नुहोस् भनेको छ। अप्रत्यक्ष खर्च बाँडफाँडको अर्थ भनेको कस्तो हो भने कम्पनीको विभिन्न विभागहरुमा हैन अप्रत्यक्ष रूपमा लाग्ने खर्चहरु जस्तै पानी, बिजुली, ढुवानी जस्ता अप्रत्यक्ष खर्चहरुको सम्पूर्ण विभागलाई बराबर रूपमा चाहिँ विभाजन गर्नु हो हैन। त्यसलाई चाहिँ अप्रत्यक्ष खर्चको बाँडफाँड भनेर भन्दछौं। नम्बर 6 मा छ भण्डारीका दुईवटा कर्तव्यहरु लेख्नुहोस्। अब भण्डारीका दुईवटा कर्तव्यहरु के हुन सक्छन् त साथीहरु। जस्तै सामग्री आयात निर्यात आवश्यक विवरण अभिलेख राख्ने हैन। भण्डारमा चाहिँ कति सामान आयो, कति सामान गयो भनेर चाहिँ अभिलेख राख्ने गर्दछ। अनि त्यसैगरी सामग्रीको संरक्षण गर्नु हैन, सामग्रीहरु नटुटोस् नफुटोस् भनेर चाहिँ त्यसको संरक्षण गर्ने। नम्बर 7 मा छ समय दर ज्याला प्रणाली भनेको के हो भनेको छ। समय दर ज्याला प्रणाली भनेको चाहिँ साथीहरु तपाईको जस्तै कर्मचारीहरुले काम गरेको समयको आधारमा चाहिँ ज्याला दिने प्रणाली हो हैन। जस्तै कर्मचारीले कति समय काम गर्यो, जस्तै एउटा कर्मचारीले 1 घण्टा काम गर्यो भने 1 घण्टाको आधारमा चाहिँ उसलाई ज्याला दिने प्रणाली हो। त्यसलाई चाहिँ हामी समय दर ज्याला प्रणाली भन्छौं। अब तलबी विवरणमा एक्सेलको महत्त्व के छ भन्छ। अब एक्सेलमा कर्मचारीको तलब दिनको लागि दिन बाँकी पेशकी जस्ता विभिन्न छुट्टा-छुट्टै तरिकाले विवरण राख्न सकिन्छ हैन। जस्तै एक्सेलमा चाहिँ अब कति चाहिँ तलब दिएको छ हैन, कर्मचारीलाई कति दिन बाँकी छ जस्ता विवरणहरु चाहिँ राख्न सकिन्छ भनेर चाहिँ हामी एक्सेलको प्रयोग गर्न सक्छौं। यो चाहिँ केही क्वेशनहरु चाहिँ मैले तपाईहरु समक्ष राखे हैन। र यति चाहिँ मैले तपाईहरुसँग राखे र बाँकी फेरि पनि लिएर आउने कोसिस गर्नेछु। कृपया च्यानललाई सब्स्क्राइब गरेर चाहिँ जोडिनु होला है त।